सेवारो हामी तपाईहरुको लागि आजसम्म निरन्तर रूपमा लिम्बू भाषा सिकाउँदै आइराखेका छौं र आज पनि हामी तपाईहरुको माझमा लिम्बू भाषा सिकाउनकै लागि उपस्थित छौं र आजको विषय रहेको छ किचनमा हामीलाई चाहिने विषयवस्तुहरुलाई लिम्बू भाषाबाट के भन्ने त। आजको क्लास म विनय लिम्बूको साथमा सुरु गरौं। आजको विषय छ किचन चेधोक हिम भनेर भनिन्छ र चे भन्नुको मतलब हो चा अथवा खानेकुरा, थोकमा अथवा थोक भनेको थोकमा भनेको पकाउनु, हिम भनेपछि घर, खाना पकाउने घरलाई चाहिँ चेधोक हिम जसलाई हामीले किचन भनेर भनिन्छ। किचनमा तपाई हामीलाई खानेकुरा तयार गर्नको लागि त्यसलाई पकाउन जरुरत हुन्छ र पकाउने क्रममा सर्वप्रथम खाना है र खाना पकाउँदा के चाहिन्छ त भन्दाखेरि खानालाई लिम्बूबाट चा भनेर भनिन्छ भनेदेखि र त्यो रेडी गर्दाखेरि के चीज चाहिन्छ है र लिम्बू भाषामा चा बनाउँदाखेरि है खानेकुरा बनाउँदाखेरि चाहिँ सर्वप्रथम हामीलाई भाँडा चाहिन्छ र भाँडालाई लिम्बूबाट के भन्ने त भन्दाखेरि भाँडालाई लिम्बूबाट खप्या भनेर भनिन्छ र खप्या मात्रै भएर हुँदैन। भाँडामा खाना रेडी गर्नुको लागि हामीलाई चामल चाहिन्छ र चामललाई लिम्बू भाषाबाट के भन्ने, चामललाई लिम्बू भाषाबाट स्या भनेर भनिन्छ। त्यसरी नै भाँडा र चामल मात्रै भएर पनि भात पाक्दैन र अब हामीलाई पानीको जरुरत पर्न जान्छ र पानीलाई लिम्बू भाषाबाट के भन्ने भन्दाखेरि पानीलाई लिम्बू भाषाबाट भनिन्छ च्वा। खप्या, स्या, च्वा यो तीनटा मिलेर चाहिँ हामीले यसलाई पकाउनु पर्छ है र पकाउनुलाई लिम्बू भाषाबाट अघि भनिहाल्यो थोकमा है हामीले यो तीनटालाई हामीले मिलाएर पकाउँदाखेरि चाहिँ हामीले कम्प्लिट एउटा चा बनिन्छ, एउटा खाना बनिन्छ। यो भयो हाम्रो खाना। दोस्रो हामीलाई सब्जी बनाउनको लागि के चाहिन्छ त भन्दाखेरि सब्जी बनाउनको लागि हामीलाई सबैभन्दा प्रथम चाहिने कुरा नै कराई हो जसलाई हामीले लिम्बू भाषाबाट खेया भनेर भनिन्छ। कराईलाई लिम्बू भाषाबाट खेया भनेर भनिन्छ र कराई मात्रै भएर पनि सब्जी हुँदैन है। हामीले सब्जी बनाउनको लागि कराईमा हामीलाई तेल पनि चाहिन्छ। अब तेललाई के भन्ने त लिम्बू भाषाबाट भन्दाखेरि तेललाई हामीले भनिन्छ निगे, तेललाई हामी निगे भनेर भनिन्छ है। हामीले कराई राख्यौं त्यसमा हामीले निगे पनि हाल्यौं, तेल पनि हाल्यौं। अब हामीलाई मसलाहरू चाहिन पुग्छ र मसला भनिसक्दा धेरै किसिमको मसलाहरू छ र सर्वप्रथम मसलालाई चाहिँ लिम्बूबाट के भन्ने त र मसलालाई भनिन्छ लिम्बूबाट मारुक। के भनिन्छ? मारुक भनेर भनिन्छ मसलालाई। अब यो मारुकको भित्र पनि धेरै प्रकारको स्पेसिसहरू छ है र मसलाको भित्र हामीलाई के आउँछ त भन्दाखेरि मसलाको भित्र आउँछ र प्याज है। प्याजलाई लिम्बू भाषाबाट के भन्ने भन्दाखेरि प्याजलाई लिम्बू भाषाबाट भनिन्छ लागक। के भनिन्छ? लागक भनेर प्याजलाई भनिन्छ है। त्यसरी नै मसलाकै भित्र हामीले अदुवा पनि मसलाकै भित्र हुन्छ र अदुवालाई के भन्ने त लिम्बू भाषाबाट भन्दाखेरि अदुवालाई लिम्बू भाषाबाट हामी हामबेक भनेर भनिन्छ कि हामबेक है। हामबेक अदुवालाई भनिन्छ। त्यसरी नै लसुनलाई लिम्बू भाषाबाट माक्खो भनेर भनिन्छ। लसुनलाई लिम्बू भाषाबाट माक्खो भनेर भनिन्छ है। अनि टमाटरलाई लिम्बू भाषाबाट के भन्ने है। टमाटर थुप्रै प्रकारको हुन्छ है। हामीले बजारमा पाउने टमाटरलाई लम्बेन्दा भनेर भनिन्छ है। बजारमा पाउने टमाटरलाई लिम्बू भाषाबाट लम्बेन्दा भनेर भनिन्छ है। त्यसरी नै एउटा बस्तीमा सानो टमेटो पनि हामी पाउँछौँ र त्यसलाई चाहिँ हामीले चाफेन्दा भनेर भन्छौँ। के भन्छौँ? चाफेन्दा भन्छौँ।
र एउटा टमाटर हुन्छ जसलाई हामीले रुख टमाटर भनेर बुझ्छौँ, त्यसलाई हामीले लिम्बू भाषाबाट सिङबेन्डा भनेर भन्छौँ है। अनि यो भयो मसलाको कुरा। नुन चाहिनु पुग्छ। अब नुनलाई लिम्बू भाषाबाट के भन्ने त भन्दा नुनलाई लिम्बू भाषाबाट युम भनेर भनिन्छ। त्यसरी नै हामीलाई हल्दी है, हल्दीलाई लिम्बू भाषाबाट के भन्ने भन्दा हल्दीलाई लिम्बू भाषाबाट हरान्दी भनेर भनिन्छ। के भनिन्छ? हरान्दी भनेर भनिन्छ। र हामीलाई धेरै प्रकारको सब्जीहरू चाहिन्छ है। अब सब्जीहरूको नामहरू एक दुईवटा हामी लिम्बूबाट सिकौँ र हामीलाई मिठो लाग्ने भनेको आलु हो भेजमा है। र आलुलाई लिम्बू भाषाबाट के भन्ने त भन्दा आलुलाई लिम्बू भाषाबाट थुप्रै प्रकारको नाम छ है। कतिले कागवाखे भन्छ है, के भन्छ? कतिले कागवाखे भन्छ, कतिले खाम्से पनि भन्छ र कतिले मुदेनखे भनेर पनि आलुलाई चिन्ने गर्छ। र यो भयो आलु। अनि अब सागको कुरा गरौँ। सागलाई हामीले नुधी भनेर भन्छौँ। के भन्छौँ? नुधी भनेर भन्छौँ सागलाई है। अनि हामीलाई थोरैलाई मात्रै मनपर्ने सब्जी हो फर्सी है। नेपालीमा फर्सी भनिन्छ नि। र यसलाई फर्सीलाई लिम्बूबाट के भन्ने भन्दा फर्सीलाई लिम्बूबाट चाहिँ याक्खो भनेर भनिन्छ। हामीले आजको क्लासमा सिक्यौँ किचन अनि किचनमा चाहिने केही सरसामानहरूको नामहरू हामीले सिक्यौँ। र सबै त हामीले सिक्यौँ भन्दिनँ है, अझै पनि धेरै हामीले सिक्नुपर्ने छ। अनि यो विषयहरूमा पनि हामी फेरि अर्को क्लासमा यो कुराहरू हामी फेरि पनि लिएर आउँछौँ। र तपाईँहरूलाई तत्कालीन अझै कतिवटा कुरा सिक्न तपाईँहरूको मनमा उत्सुक अथवा जिज्ञासा जाग्यो भने डिस्क्रिप्सनमा हामीले नम्बर दिएका छौँ र यो नम्बरमा तपाईँले वाट्सएप गरेर हामीलाई डाइरेक्टली तपाईँहरूले सोध्नु पनि सक्नुहुनेछ। तपाईँहरूको इच्छा हाम्रो कोसिस हो, तपाईँहरूको सफलता हाम्रो उद्देश्य हो। नोगान।